हाम्रो आजको यात्रा ढोरपाटनदेखि बुकी हुँदै टिकाधारासम्म रहेको छ। हामी बिहान सबेरै 4:30 लगभग 5 बन्न लाग्दा सबैजना होटलबाट बुकीको लागि प्रस्थान भएका छौँ। यात्रा जारी छ। बुकी पाटनको यात्रा जारी छ। अब 900 मिटर हिँड्न बाँकी। खोला नाला तथा झरनाले हाम्रो यात्रा निकै नै रमाइलो बनाएको छ। हामी चेप्टे ढुङ्गा भन्ने ठाउँमा आइपुगेका छौँ। दाइ हजुर, यहाँ सधैँ बस्नुहुन्छ कि हामी बर्खा सिजन? बर्खाको सिजनमा एक सिजन बसिन्छ। के पाल्नुभएको छ? भैँसी र बाख्रा छ यहीँ तल पाटनमा। भैँसी बाख्रा यो च्याङ्ग्रा कि यो यहाँको रैथाने लोकल बाख्रा। यो लोकल बाख्रा भन्छ, च्याङ्ग्रा जस्तै छ। भेडा एकदम यो अनौठो किसिमको छ। कतिवटा छन् दाइ यो? यो होला 40। 40वटा चाहिँ पाल्नुभएको छ। यो दसैँसँग बेच्नुहुन्छ अनि त्यसपछि पाठापाठी बेचिन्छ, यो माउ खासै बेचिन्न। दसैँमा पछि त चिसो हुन्छ, तल झर्नुहुन्छ। बाख्राहरू पनि तलै लैजानुहुन्छ त्यसपछि? ढोरपाटनमा गइन्छ चाहिँ लगभग असोजको पहिलो हप्ताभित्रै। डर लाग्छ। त्यही पनि कुकुरको भरोसा हुँदैन। कस्तो भेडा जस्तै रहेछ नि त। ए बाख्रा के अरे बाख्रा भेडा जस्तै रहेछ। हामी बुकी पाटनबाट हिँडेको 2 घन्टापछि यो चेप्टो ढुङ्गा भन्ने ठाउँमा चाहिँ चिया खान रोकिएका छौँ। हाम्रो दिदीले चिया बनाउनु छ मिठो। यहाँ मरिच राख्नु, एकदम मिठो गरेर बनाउनु। यहाँ च्याङ्ग्राको फर्म पनि छ। हामी च्याङ्ग्रा देखाउन जाँदैछौँ। चेप्टे ढुङ्गामा चियापान भइसकेपछि हाम्रो यात्रा अब बुकीतिर रहेको छ। बुकीको यात्रामा लाग्यो। ल बडो यो त साउन्ड त चेन्ज गर्ने हल्काएर पछि हैन, साउन्ड पार्किहाल्ने। चिया खाएर अब म त हेर्न जान सक्दिनँ है। खै दाइ लगभग मिलेछ कि हेर्नु न हाइट कस्तो मेरो सेन्स पनि 6 सेन्स बनाउँछु के औ घोडाले। हजुर कहाँदेखि? चिनारीबाट आउनुभयो? हामी होइन तनहुबाट। गुड मर्निङ। के हो बाबु त्यो? माछा हो हैन, चिप लागि राखिनुहुन्छ। आमा खानी आमा। यो पुरै यहाँ छ क्या, त्यहाँ टुप्पामा बसेर यता हेरेर बसिरहँदो रहेछ। 7-8वटा देखिहाल्छ अहिले। हजुर पानी परिहाल्यो नि भनेर नि। बुकीदेखि टिकाधारिया जाने यात्राको क्रममा सबैभन्दा कठिन उकालो यही पर्दछ र यो उकालो पार गरेपछि हामी टिकाधारा प्रस्थान गर्नेछौँ र टिकाधाराको सुन्दर दृश्य हामीले त्यहाँबाट अवलोकन गर्न सक्दछौँ।
निकै नै कठिन तथा थकित हुँदै यस उकालो पार गर्दै हामी टिकाधरातर्फ जाँदैछौँ। फाइनल्ली हामी टिकाधरा आइपुगेका छौँ। यहाँ हजारौँका सङ्ख्यामा भेडाहरू च्याङ्ग्राहरू रहेका छन् जुन हामीले देख्न सक्छौँ। बोकी तथा टिकाधराबाट देखिने यो रमाइलो निकै नै मनोरम दृश्य जसले मनै लोभ्याउने गर्दछ र आजको यात्रा हाम्रो यही टिकाधरासम्म पुगेर समाप्त हुन्छ। धन्यवाद।